रफिनाले लिटरली बलुन्डोर ऱ्याङ्किङ र फिफामाथि मुद्दिसकेको छ। बार्सिलोना 3 रियल मैड्रिड 2 प्रेडिक्सन पनि धन्नै मिलेको। मैले 3-1 भनेको थिएँ र आजको बार्साको विनमा एकदमै भाइटल रोल एउटा मान्छेलाई जानुपर्छ र ऊ हो हान्सी फ्लिक। र यो हान्सी फ्लिकलाई एपोइन्ट गर्ने जन लापोर्तालाई पनि उत्तिकै क्रेडिट चाहिँ दिनैपर्छ। र गेम हेर्ने हो भने बार्साको सबै प्लेयरले एकदमै राम्रो खेलेको हो। कुन्डेको अलिकति खस्किदो डिफेन्स थियो र लास्टमा जुन रासफोर्डको मिस थियो त्यो बाहेक अरू प्लेयरले एकदम बवाल खेलेको। तर 3-4वटा प्लेयर छ जसले एकदमै अझ राम्रो भन्दा पनि अझ खतरनाक खेल्यो र त्यो नाम आउँछ रफिना भइहाल्यो, जन गार्सिया भइहाल्यो र आजको अनसङ हिरो र आजको जहाँसम्म लाग्छ म म्यान अफ द म्याच चाहिँ दिन्छु त्यो भनेको फ्र्याङ्की डियोङ हो। फ्र्याङ्की डियोङले रेड कार्ड खायो, त्यो रेड कार्ड थियो थिएन त्यो मलाई मतलब छैन, तर फ्र्याङ्की डियोङले यस्तो खतरनाक खेलिदियो आज। बार्साको त्यो फर्स्ट गोल रफिना एकदमै चाहिएको थियो बार्सिलोनालाई, किनकि बार्साले फर्स्ट हाफमा आफूसँग बल पाए पनि त्यस्तो त्यो रियल मैड्रिडको बक्समा लएर चाहिँ त्यस्तो धेरै क्लियर चाहिँ गरेको थिएन चान्सेसहरू। र आज लामिन यामालको एकदमै पिक पर्फर्मेन्स हेर्न पाइयो। पहिलाको पालि स्टोरी हानेर तनाव थियो र यो पालि लामिन यामालले केही पनि गरेन र यस्तो बवाल गेम खेलिदियो आज। इन्टर मिलान पछि जस लामिन यामालले खतरा गेम खेलेको चाहिँ जस आजै देखेँ मैले चाहिँ। बिचबाट राम्रो राम्रो गेमहरू खेलिरहेको थियो तर लास्टमा गएर लामिन यामाल यस्तो बवाल खेल्यो आज। लामिन यामालले जुन चान्सेसहरू क्रिएट गरेर आएको थियो, जुन एउटा राइट ह्यान्ड साइडमा चाहिँ जस एकदमै गरेर एकदमै राम्रो डिफेन्सिभली राम्रो प्लेयर हो चाहिँ र उसलाई पनि जस आज तनाव चाहिँ दिइरहेको थियो लामिन यामालले। र लामिन यामालले भइसकेपछि जस किन रुनी बार्जीलाई नखेलाएको भन्ने एन्सर पक्कै पनि लामिन यामालले दिइसकेको छ, किनकि लामिन यामाल भइन्जेल अरू कुनै प्लेयरले स्टेप गर्ने त्यो चान्स हुँदैन। र जहाँसम्म लाग्छ बिचतिर चाहिँ लामिन यामाललाई चाहिँ अलिकति क्याम्पतिर खेलाएर रुनी बार्जीलाई राइटिङमा ल्याएको भए पनि फरक पर्थेन। बट स्टिल लामिन यामालले आज चाहिँ जस एकदमै मन जितेको छ। जस इन्टर मिलान पछि धेरै मुटु धड्केको गेम भनेको यही नै थियो। आज हान्सी फ्लिकको सबै डिसिजनहरू एकदमै टप नच थियो। रोड लेवान्डोस्कीलाई स्टार्ट गरायो, एकदमै अचम्म मानेको थिएँ मैले चाहिँ। र लेवान्डोस्कीले गोल पनि हान्यो र जुन हाम्रो डिसाइसिभ गोल थियो रफिनाको त्यो गोल हुनभन्दा अगाडि जुन खालको त्यो एउटा कम्बिनेसन थियो त्यो चाहिँ फेरान टोरेस र ओल्मोको थियो र त्यो दुइटै पनि यता बेन्चबाट आएको प्लेयर हो र त्यही भएर हान्सी फ्लिक जति धन्यवाद दिए पनि एकदमै कम हुन्छ। तर बार्साको तारिफ गर्दा गर्दा म रियल मैड्रिडको पनि तारिफ गर्न चाहिँ छुटाउन। खतरनाक खेल्यो उनीहरूले गेम। बार्साले त्यो जितिरहेकै छ आजभोलि एल क्लासिको, तर पनि जस रियल मैड्रिडले यस्तो खतरा खेलिदियो। र मैले पहिलाको भिडियोहरूमा पनि भन्थेँ जुन बेला सबै कुराहरू रियल मैड्रिडको अगेन्स्ट जान्छ त्यही बेलामा चाहिँ रियल मैड्रिडले खतरा खेलिदिन्छ र आज त्यस्तै भयो। भिनिसियस जुनियर 18-19 गेम भइसकेको थियो गोल नहानेको, तर अहिले आएर गोल हानिदिइसकेको छ र यस्तो खतरनाक गोल त्यहीमाथि। त्यो गोलमा चाहिँ अलिकति कुबार्सीको हल्का गल्ती थियो, तर कुबार्सीको थ्रु आउट द गेम एकदमै बवाल खेल्यो कुबार्सीले। बार्साको मिडफिल्ड त आज पुरै खतरनाक थियो। रियल मैड्रिडले त्यस्तो धेरै बल पाएको पनि थिएन। पेड्री फ्र्याङ्की भइसकेपछि बल तिनीहरूले त्यस्तो लुज गर्दैन र जुन फर्मिनको थियो फर्मिनले जस चान्सहरू पाएको थियो, तर जस ड्यानी ओल्मो आइसकेपछि बार्साले जस ड्यानी ओल्मोको गेम थियो आज सेकेन्ड हाफमा र ड्यानी ओल्मोले आएर जस डेलिभर पनि गरिसकेको छ। र कतिले आज याद गर्नु भएन हाम्रो क्याप्टेन भनेको चाहिँ मार्क एन्ड्रे टर स्टेगेन हो, तर पनि जस ऊ हुँदाखेरि पनि रोनाल्डो आरोले चाहिँ ट्रफी उचाल्नु